बुझेर मात्र भएन नि। एउटा लाउरी भैँसीको दाम कति पर्छ थाहा छ? कति पर्छ? 1,50,000 पर्छ। 1,50,000 पर्छ? 4 महिना अघिसम्म त 1.5 लाखमै दिन्छ त। यो महँगीमा चाहिँ जीवन धान्न एकदमै गाह्रो हुने रहेछ। त्यसमाथि भैँसी ल्याएर दुध दोहोरो खाने चाहिँ उही सपनै हो। ल मानौँ 1,50,000 को भैँसी मार्केटिङ सार्केटिङ दलाल सलाल गरेर 1.5 लाखमा ल्याउँला। त्यसलाई कुँडो सुडो घाँस पनि मै गरौँ न, त्यो ठुलो कुरो भएन। अब भैँसीले घाँस खाएपछि पक्कै पनि गोब्रे आउँछ। अब त्यो गोबर बाउलाई सोध्न लाउने कुरा पनि त भएन। भेरी गुड मिस्टर रुल नम्बर 36। यस इट। अब साह्रो हो भने त ठिकै हो, भत्ता त पारो भने गोबर सोध्दा हातभरि लाग्छ। अब यो गोबर लागेको हात सरफ पानीमा 2 घन्टा ढड्याएर डिटो साबुनले मिची धुँदा पनि गनाउन छोड्दैन। अनि गनाउन नछोडेपछि मैले 2.5 दिन भात खान सकेँ। 2.5 दिन भात खान नसक्दा मलाई के हुन्छ? ग्यास्ट्रिस हुन्छ। ग्यास्ट्रिस भएपछि के हुन्छ? म बिरामी हुन्छ। बिरामी भएपछि के हुन्छ? हस्पिटल लानुपर्छ। अनि हस्पिटलमा के हुन्छ? यत्रो सुई हानिदिन्छ। मलाई गाह्रो हुन्छ, पैसा खर्च हुन्छ, तिमीलाई गाह्रो हुन्छ। त्यो भन्दा बरु 1.5 लाख हालेर एउटा सेकेन्ड ह्यान्ड पल्सर किन। म पछाडि बस्छु, तिमी अगाडि बस्छ। पैसाले व्यक्ति पनि सिकिने बाउ सक्यो आइसक्यो, छोरो सक्यो पैसाले भने थाहा छैन तँलाई? के थाहा छ नि मलाई? होइन